नमस्कार, म इन्द्रिजा राजमसु जेएनयू स्कुलको पूर्व विद्यार्थी। म अहिले जेएनयू बगिजमा पनि सदस्यको रूपमा आएको छु। एकदम खुसी लागिरहेछ। अहिले जेएनयू स्कुलको 30औं वार्षिक जन्मोत्सव हुँदैछ। उक्त कार्यक्रममा धेरै कम्पिटिसनहरू, धेरै अरू टुर्नामेन्टहरू पनि हुँदैछ। यो कुरा सुन्न पाउँदा एकदमै खुसी लाग्छ र जुन उत्सवमा गर्न लागेको कुराहरूलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने पनि म शुभकामना दिन चाहन्छु। जुन त्यो अवधिभरिमा धेरै कुराहरूको कम्पिटिसन पनि हुँदैछ र नयाँ नयाँ कुराहरू पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। मलाई पहिलो कुरा भन्न मन लागेको चाहिँ जुन अहिले 13 वर्षभन्दा मुनिको विद्यार्थीहरूको चाहिँ अहिले माडल कम्पिटिसन पनि हुँदैछ। त्यो माडल कम्पिटिसनमा पनि अहिले भर्खरको नयाँ जेनेरेसनको, अहिले भर्खरको नयाँ पिँढीको बच्चाहरूलाई चाहिँ अब माडल कम्पिटिसनमा आउने बेलामा उनीहरूले धेरै कुरा एक्सपिरियन्स गर्न पाउँछ र उनीहरूलाई उत्साह दिनको लागि, उत्साह बढाउनको लागि हामी सबैको सहभागिताको पनि आवश्यकता पर्दछ। त्यसको लागि पनि सबैजना उक्त कार्यक्रममा, उक्त कम्पिटिसनमा आउनको लागि पनि अनुरोध गर्न चाहन्छु। र त्यो बाहेक पनि अरू धेरै, जस्तै अब चेस कम्पिटिसनहरू हुँदैछ, बास्केटबल कम्पिटिसन, अनि साइक्लिङहरू पनि हुँदैछ, अनि त्यसपछि गायन प्रतियोगिताहरू पनि हुँदैछ। अझ एउटा नयाँ कुरा त मलाई के जोड्न चाहे भने अब जति पनि अहिले भक्तपुर नगरपालिकाले सम्मान गर्दैछ होइन, सांस्कृतिक गुरुहरूलाई सम्मान कार्यक्रम गर्दैछ, त्यो एकदमै उदाहरणीय काम हुँदैछ। र त्यो बाहेक पनि अझ नयाँ काम पनि जेएनयू स्कुलले गर्दैछ। त्यो के भन्दाखेरि जुन उमेर गइसकेको गुरुहरूलाई भने कि अहिलेको जेनेरेसनमा जति पनि यो सांस्कृतिक क्षेत्रमा लागेका एकदम समय दिएर लागेका गुरुहरू भनौँ न त होइन, उहाँहरूलाई पनि सम्मान गर्दैछ। यो कुरा सुन्न पाउँदा पनि मलाई एकदमै खुसी लाग्यो। र अर्को कुरा, एकदम म जेएनयू स्कुलमा पढेको विद्यार्थीको नाताले म यति गर्व पनि फिल गर्छु, यति गर्वको कुरा पनि अनुभूति गर्न चाहे कि अस्ति भर्खरै पनि गाई जात्रा कार्यक्रममा देवी नाच प्रदर्शन गर्नको लागि जेएनयू स्कुल आउनुभएको थियो र उक्त कार्यक्रममा सबै विद्यार्थीहरू, अहिले भर्खरकै विद्यार्थीहरूको उपस्थिति थियो र यति राम्रोसँग उहाँहरूले नाच्नु भयो कि यति उत्साहजनक, यति एकदम राम्रोसँग नाच्नु भयो कि त्यो सँगै फेरि बाजा बजाउनेहरू पनि सबैजना विद्यार्थीहरू नै। त्यो हेर्न पाउँदा र देख्न पाउँदा यति धेरै खुसी लाग्यो र आफू पढेको जेएनयू स्कुलले पनि यति धेरै नयाँ कुराहरू गर्दैछन्, यति धेरै प्रगति गर्दैछन् भन्ने कुरा सुन्न पाउँदा आफूलाई जेएनयू स्कुलको विद्यार्थी भन्न पाउँदामा एकदमै गर्व महसुस गरेको छु। र साथै सम्पूर्ण अभिभावकहरू र अन्य सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा, उक्त 30औं जन्मोत्सव, वार्षिक उत्सव एकदम भव्यताका साथ सम्पन्न गर्नको लागि तपाईँहरूको उपस्थिति एकदमै महत्त्वपूर्ण छ र सबैजना उपस्थिति पनि भइदिनु होला र त्यो कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। हस्, नमस्ते।